हेलो गाइज, आज चाहिँ म गर्नेवाला छु खाना खुवाउने काम। यिनीहरूलाई मैले बिहानदेखि चाहिँ खुवाइरहेको छु, भात अघिदेखि हालेको छु। अनि त्यसपछि यो गाजर भर्खरै चपाइ हालिदिएँ हो। यो गाजर मेरो चपाएको कारणले जुठो भइकन हो कि किन हो तिमीलाई थाहा पाइकन हो कि किन हो थाहा छैन। भात चाहिँ खाइरहेछ जे होस्। अघि छारो झार्ने बेला केटाहरूले पुरै फाल्दै त्यसपछि फेरि ल्याइकन आएको छु। अब चाहिँ यिनीहरूलाई म चिनी पनि हालिदिन्छु। हेरौँ चिनी कति फास्ट खान्छन्। बिहान पनि हालिदिएँ हो, अब तपाईँहरूलाई पनि देखाइदिउँ भन्ने सोच भयो। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब भिडियो गाइज। जिब्रो हुँदैन। अनि स्वागत छ तपाईँलाई मेरो युट्युब भिडियोमा। अनि सब्सक्राइब फलो लाइक गरिदिनु होला। अचेल भर्खर 8-9वटा सब्सक्राइब पुगेका छन्। अनि पहिला 2, 3, 5, 6वटा थियो। अनि म चाहिँ तपाईँलाई देखाउने हाल्छु। यो मैले गाजर हालिदिएको छु। अनि भात धेरै हाल्यो, यिनीहरू लिन्छन् आफ्नो आफ्नो। यो यता डेरा छ हेर्नु। यो आफ्नो डेरा पनि यिनीहरू किम्लाहरू थाहा पाइने रहेछन्। आफ्नो डेरा लिन्छ, यो छुट्टै पर आफ्नो डेरा लिन लाग्छ। घर लिन लागेको छ। अनि जस्तै मैले यो यहाँ राखिदियो भने चाहिँ त्यहाँको किम्लो यहाँ आयो भने चाहिँ यसले त्यसले यहाँ लिँदैन, त्यसले त्यहाँ लिन्छ। यो आफै थाहा पाल्ने रहेछन् कि मेरो घर कहाँ छ, कहाँ बस्छु, के छ भन्ने कुरा यिनीहरू सब थाहा पाउने रहेछन्। यिनीहरू खाना पनि यति धेरै के जति लिन्छन् उति आउँछन्। एउटाले सकेन पनि धेरै लाग्छन्। कति देखाएको छु। यसरी मैले तपाईँहरूलाई सबै देखाउँ, हल्का भिडियो पनि बनिजाओस् होइन भन्ने हिसाबले। अनि त्यो हिसाबले बनाएको छु। हेर्नु, यो यसको घरभित्र पनि हेर्न सक्नुहुन्छ। टर्च नबाले देखिँदैन है। फेरि टर्च चाहिँ जलाउनु पर्छ। खसै देखिँदैन के हो। अब देखियो। हेर्नु, भित्र खसिङ घुसिङ के गर्छन् त्यो भित्र गर्न लाग्छन्। त्यो मैले अझ यो खुल्ला बनाइदिएको छु। पहिला जुन साँगुरो थियो त्यहाँ चाहिँ दर्शक भन्दा तिनले कपाल सपाल कुरा छैनन्, झाङ्ग्रो छ। किनभने घरमा छ नि त, समस्या छ, त्यसैले हो। यहाँ साफसफाइ पनि केटाहरूले गरे हुन्छन्, हामीले चाहिँ गर्न मिल्दैन। म चाहिँ अब चिनी राख्न गइरहेको छु। अब यो कति समयमा चाहिँ कति छिटो यिनीहरू चिनी, यो अब गाजर त यिनीहरूले हच्काउँदै छैनन्। चिनीहरू फोकस कहाँमा जान्छ यिनीहरूको, चिनी कति छिटो हुन्छ। तिमी पनि आऊ हेर्ने चाहिँ। हेर्नु है गाइज, यिनीहरू कति छिटो चिनी लग्छन्। चिनी लगेर ढाक्दैछु। हेर्नु, एउटाले त उठाल्यो, यसले उठायो। भातमा बढी फोकस गरेका छन्। हेर्नु त, यो एक्लैले कति दुःख गरेको छ। धेरै यो सपोर्टमा पनि कोही छैन। नसके पनि तान्छ क्या खुट्टा दुःखवटा। तान्यो बेटा तान। यसलाई लास्टै गरेर परेको छ खासै कुरो गर्ने भनेपछि। तर लिएरै छोड्छ होला। सङ्घर्ष कति गरेको छ। ओहो, लुट्यो लिएरै छोड्यो भित्र है। कति ढल्छन् कति उठ्छन् भन्ने कुरा यहाँ थाहै छैन। सो गाइस, आधा घन्टापछि चाहिँ यो पुरै खतम गरेर छन् यिनीहरूले। यहाँ त नाम निशान छैन त्यत्रो चिनीको। आधा घन्टामै पुरा खतम। यसरी खान्न छन् गाइस। यहाँ भात पनि नजिकको खतम गरिसकेका छन्। अब टाढा छ, त्यही पनि अझै ओसार्दैछन् कि। हेर्नु त, यो कस्तो दुःख गरे। कहिले खान्छन् होला यस्तै राखिकन। यिनीहरू के गर्छन् होला, थाहा छ भने कमेन्ट गर्नु होला। छैन भने चाहिँ अब केहरू त अहिले फेरि किम्लाको चहल पहल पनि धेरै छ पहिलाभन्दा। फेरि यिनीहरूलाई खाना राखिदिन्छु है म, धर्म लाग्छ अरे गाइज। फेरि चाहिँ मैले यति चिनी राख्दा यिनीहरू फेरि खान्छन् है गाइज। अनि भिडियो चाहिँ अन्त्य गर्छु, धेरै लामो पनि काम हुँदैन। तपाईँहरूले पनि हेर्ने इन्ट्रेस्टिङ भएपछि हुन्थ्यो। अब यस्तो किम्ला नै के देखाउने, मस्त भएको त्यही हो। अनि राम्रो लागे पनि नलागे पनि लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला, फलो त हुँदैन, कमेन्ट गर्नु होला। पछि कुनै दिन भविष्यमा आउन सक्छन् राम्रो भिडियो होइन। त्यही भन्न चाहन्छु गाइज। अब भेटौँला अर्को भ्लग बनाएपछि। हेर्नु होला, माया देखाउनु होला आफ्नो।